भारतको शान्तिपूर्ण राज्य सिक्किम आज शान्त रहेको छैन। केही अघिल्ला दिनदेखि भूकम्प आएको कारणले गर्दाखेरि यहाँ तनाव बढिरहेको छ। आज हामी यस भिडियो मार्फत बुझ्नेछौँ कि भूकम्प किन आउँछ, भूकम्प आएपछि हामीले के गर्नुपर्ने र भूकम्प गइसकेपछि हामीले के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ त्यसबारे आज हामी यस भिडियो मार्फत जान्नेछौँ। सिक्किम एउटा हिमालयन बेल्ट क्षेत्रमा पर्दछ र यो हिमालयन बेल्ट त्यही हो जो इन्डियन टेक्टोनिक प्लेट र युरेसियन प्लेटसँग ठोकिएर बनिएको हो। आज सिक्किममा धेरै भूकम्प आउँदैछ किनभने इन्डियन टेक्टोनिक प्लेट र युरेसियन प्लेट आज पनि एकअर्कासँग ठोकिरहेका छन् र यो प्रेसर जब बढेर जान्छ र रिलिज हुन्छ त्यतिखेर भूकम्प आउने गर्छ। र आजभोलि यो सबभन्दा बेसी बढेर गएको छ, त्यसै कारण सिक्किममा यति धेरै भूकम्प आइरहेको छ। भूकम्प आउँदा सबभन्दा पहिला हामीले आफूलाई सुरक्षित राख्नुपर्ने हुन्छ र त्यसको लागि तपाईँहरू टेबल मुनि पसेर आफूलाई सुरक्षित राख्न सक्नुहुनेछ। कुनै पनि बलियो चिजको मुनि तपाईँहरू पसेर आफूलाई सुरक्षित राख्न सक्नुहुनेछ र कुनै पनि खिड्की, फुट्ने ग्लास या गरुङ चिजदेखि तपाईँहरू अलिकति टाढा बसेकै राम्रो हो, किनभने यो तपाईँमाथि झरेर पनि तपाईँलाई चोट लाग्न सक्छ। र तपाईँ बजार एरियामा हुनुहुन्छ भने तपाईँहरू ठुल्ठुला बिल्डिङदेखि अलिकति टाढा बसेकै राम्रो हो र तपाईँ बिल्डिङभित्र हुनुहुन्छ भने अघि भने जस्तै टेबल मुनि पसेर आफूलाई सुरक्षित राख्नुहोस्। र तपाईँहरू बाहिर हुनुहुन्छ, कुनै फिल्डमा हुनुहुन्छ जुन चाहिँ ढलान जग्गा छ भने तपाईँहरू अलिकति त्यहाँदेखि टाढा बसेकै राम्रो हो, किनभने ल्यान्डस्लाइड हुने चान्सेसहरू अधिक बढेर जान्छ। सिक्किममा प्राय घरहरूमा गाईबस्तुहरू पालिएको हुन्छ र तपाईँहरू अत्तालिएर गएर भूकम्प आएको बेलामा गाईबस्तु खोल्ने कामहरू नगर्नुहोस्। पहिला आफूलाई सुरक्षित राख्नुहोस्। जब भूकम्प शान्त हुन्छ त्यति बेला तपाईँहरू गएर ग्वाली या कुनै पनि गाईबस्तु बाँधिएको जुन जग्गा छ, राखिएको जुन जग्गा छ त्यहाँ गएर निरीक्षण गर्नुहोस् कि त्यो जग्गा सुरक्षित छ कि छैन। यदि सुरक्षित छ भने तपाईँहरूले गाईबस्तुलाई एकपल्ट निरीक्षण गरेर तपाईँहरू फर्किन सक्नुहुन्छ। यदि त्यो जग्गा सुरक्षित भएन, लड्नेवाला स्थितिमा छ भने तपाईँहरूले गाईबस्तुलाई फुकालेर कुनै खुला मैदानमा या कुनै सेफ जग्गामा लगेर तपाईँहरूले बाँध्न सक्नुहुनेछ। र सधैँ पनि तपाईँहरूले याद गर्नुपर्ने हुन्छ कि वस्तु बाँधिएको जग्गामा जानको लागि जुन बाटो छ त्यो एकदमै सफा हुनुपर्ने छ, किनभने कति बेला यस्तो इमर्जेन्सी पनि पर्छ जहाँ तपाईँहरू गएर गाईबस्तुलाई फुकाउनु पर्ने हुन्छ। त्यति बेला बाटोमा कुनै अडचन छ भने त्यो ढिला हुनसक्छ। त्यसै कारण तपाईँहरूले गाईबस्तुको जाने जग्गामा एकदमै खुल्ला बनाएर राख्नुहोस्। भूकम्प शान्त भएपछि के गर्नुपर्ने त? जब भूकम्प शान्त हुन्छ त्यति बेला तपाईँहरूले आफ्नो घरको बिजुली काटिदिनुहोस्, गएर ग्यास अफ गर्नुहोस् र घरलाई निरीक्षण गर्नुहोस्। कुनै दरार आएको छ या कुनै लड्न आँटेको जग्गा छ भने आफ्नो परिवारलाई अलिकति खुल्ला जग्गामा लगेर राख्नुहोस् र तपाईँहरू आफूलाई प्रिपेयर पनि बनाउनुहोस् कि भूकम्प जब आउँछ त्यसको बादमा एकछिन पछाडि फेरि फर्केर आउने चान्सेसहरू हुन्छ। त्यसै कारण तपाईँहरू त्यसको लागि पनि एकदमै प्रिपेयर भएर बस्नुपर्ने हुन्छ। हरेक घरमा इमर्जेन्सी किट हुनुपर्छ र इमर्जेन्सी किटभित्र के आउँछ त? इमर्जेन्सी किटभित्र आउँछ पानी। जब पनि भूकम्प आउँछ त्यति बेला तपाईँहरूको घरमा आउने पानीको सोर्समा भूकम्प गएर ल्यान्डस्लाइड हुने चान्सेसहरू हुन्छ। जब पहिरो तपाईँहरूको पानी आउने सोर्समा हुन्छ त्यतिखेर तपाईँहरूको घरमा पानी आइपुग्दैन र पानीको खाँचो हुन्छ। त्यसै कारण हमेसा आफ्नो घरमा पानी भरिएर राख्नुहोस्, आफ्नो ट्याङ्कीमा पानी भरेरै राख्नुहोस्। अर्को कुरा आउँछ फ्ल्यासलाइट। फ्ल्यासलाइट किन भन्दाखेरि राति जब भूकम्प जान्छ त्यति बेला बिजुली काटिन सकिन्छ र त्यति बेला तपाईँहरूकोमा फ्ल्यासलाइट हुनु एकदमै अनिवार्य छ। तपाईँहरूकोमा पावर ब्याङ्क पनि हुनु एकदमै जरुरी छ, किनभने जब बिजुली काटिन्छ त्यति बेला तपाईँहरूको फोनमा चार्ज छैन भने तपाईँहरूले पावर ब्याङ्कको मार्फत तपाईँहरूले आफ्नो मोबाइललाई चार्ज गरेर कुनै पनि इमर्जेन्सी नम्बर्सहरूमा डायल गर्न सक्नुहुनेछ। मलाई सबभन्दा जरुरी लाग्ने कुरा हो दबाई। 7 दिनसम्मको दबाई तपाईँहरूकोमा हुनुपर्छ। तपाईँहरूको फ्यामिलीमा कोही दबाई लिनुहुन्छ या तपाईँ आफै दबाई लिनुहुन्छ भने पनि तपाईँहरूकोमा 7 दिनसम्मको दबाई उपलब्ध हुनुपर्छ, किनभने जब पनि भूकम्प जान्छ त्यति बेला रोड बिग्रिनु सक्छ, दबाई दोकानहरू बन्द हुनसक्छ। त्यसै कारण तपाईँहरूले दबाई ल्याएर राखेको राम्रो हो। अर्को कुरा हो आफ्नो डकुमेन्ट्सहरू। यो त्यसै पनि हामीले याद गर्नुपर्ने हुन्छ। जति पनि डकुमेन्ट्सहरू छ तपाईँहरूले यस्तो बक्साभित्र राख्नुपर्ने हुन्छ जो चाहिँ हतपत बिग्रिँदैन,
पानीले पनि बिगार्न सक्दैन र केही कुराले किच्यो या केही भयो भने पनि त्यो नबिग्रिने त्यस्तो जग्गामा तपाईँहरूले त्यस्तो बक्सामा तपाईँहरूले राख्नुपर्ने हुन्छ। किनभने डकुमेन्ट्स एकपल्ट बनाएको चिज घरिघरि बनाउनु अलिकति साह्रै पर्छ र नानीहरूको जुन स्कुलको उनीहरूको सर्टिफिकेट्सहरू छ त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। किनभने त्यो घरिघरि बनाउन एकदमै गाह्रो पर्ने हुन्छ। त्यसै कारण आफ्नो घरको डकुमेन्ट्सहरू पनि तपाईँहरूले एकदमै सुरक्षित जग्गामा राख्नुपर्ने हुन्छ। एकदमै जरुरी कुरा हो आफ्नो गोजीमा सिटी हुनुपर्छ। तपाईँहरू घरदेखि बाहिर हुनुहुन्छ, घरभित्र हुनुहुन्छ भने पनि गोजीमा सिटी बोकेको राम्रो हो। किनभने तपाईँहरू कुनै मलबामा फस्नुभयो या कुनै यस्तो जग्गामा बन्द हुनुभयो जहाँबाट तपाईँहरू निक्लिन सक्नुभएको छैन, तपाईँहरूको बोली निक्लेको छैन भने पनि तपाईँहरूले सिटी बजाएर अरूलाई सचेत गर्न सक्नुहुनेछ कि तपाईँहरू त्यहाँ फस्नुभएको छ। त्यसै कारण तपाईँहरूको गोजीमा सिटी हुनु पनि एकदमै जरुरी छ। जब पनि तपाईँ घरदेखि बाहिर जानुहुन्छ त्यति बेला तपाईँहरूले एक्स्ट्रा क्यास बोकेकै राम्रो हो। कुनै बेला कुनै अभरमा पर्न सक्नुहुनेछ, कुनै दुर्घटनामा पर्न सक्नुहुनेछ र त्यति बेला यदि तपाईँहरूलाई पैसाको आवश्यकता पर्यो भने तपाईँहरूकोमा अलिकति एक्स्ट्रा पैसा हुनैपर्छ र यो पनि एकदमै जरुरी कुरा हो। यदि हामी तयार छौँ भने हामी कुनै पनि साह्रो गाह्रो या कुनै डरको बेलामा आफूलाई शान्त महसुस गर्न सक्छौँ। किनभने हामी अलरेडी त्यो कुराको बारेमा हामीलाई याद हुन्छ, हामीले के गर्नुपर्ने त्यसको बारेमा हामीलाई याद हुन्छ। त्यसै कारण आफू प्रिपेयर बसेकै एकदमै राम्रो हो। आफूले सुरक्षित राख्नुहोस्, आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्, आफूले पालिएको गाई बस्तुहरूलाई सुरक्षित राख्नुहोस् र आफू वरिपरि भएको व्यक्तिहरूलाई सुरक्षित राख्नुहोस् र साह्रो गाह्रोमा सहयोग गर्नुहोस्। र यति भन्दै आजको भिडियो म यहीँ अन्त्य गर्न चाहन्छु र म आशा गर्छु कि तपाईँहरूले यहाँ भनिएका कुराहरूलाई पालना गर्नुहुन्छ र कुनै पनि त्यस्तो साह्रो गाह्रोको समयमा तपाईँहरू आफूलाई एकदमै प्रिपेयर बनाएर राख्नुहुनेछ। र यति भन्दै तपाईँहरूलाई यदि यो भिडियो मन पर्यो भने तपाईँहरूले च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक कमेन्ट गरिदिनुहोस् र यदि मैले यस भिडियोमा केही कुराहरू भन्न छुटेको छु भने तपाईँहरूले तल कमेन्ट बक्समा भनिदिनुहोस्। धन्यवाद।